वेलकम टु ब्याक सबैजनालाई मेरो फेसबुक च्यानलमा। तपाईँहरूलाई म भन्न गइरहेको छु यतातिर दसैँको रमझम लागिरहेको छ। हजुर भएकोतिर के कस्तो रमझम चलिरहेको छ? खास गरी नेपालमा त रमझम सुरु भइसकेको छ होला। सो यता पनि दसैँको रमझम चलिरहेको छ है। यतातिर मान्छेले भाङा बुलुम पड्काउन लागिसकेका छन् है। सो तपाईँहरूकोमा पनि अब जमरासँग राखिसकेर अब दसैँमा अब लाउनेहरूले त के भयो बाबा छोड ह्यान्डन गर हेरै पटेका दसैँ लाग्यो तिहार लाग्यो। साथीहरू जसले मान्नुहुन्छ मनाउनुहुन्छ उहाँले एकदम भव्य र सबैसँग मनाउनु होला। जसले मनाउनु हुँदैन अब उहाँलाई त के भन्न सक्यो है। उहाँले पनि राम्रोसँग मान्नु होला है। के भन्छ नि, जसको नसिबमा हुन्छ राम्रोसँग मनाउनु उहाँले मनाउनै पर्यो होइन। सो सालमा एकचोटि आउने पर्व हो है दसैँ। सो यसलाई राम्रोसँग मान्नुपर्छ सबैजना मिलेर। सो हामी भएको ठाउँमा पनि सबैले मान्नुहुन्छ, यहाँ पनि प्रायः हिन्दू नै हुनुहुन्छ। उहाँहरूले मान्ने अलिकति डिफ्रेन्ट अलिकति अन्तर त हुन्छ। तै पनि यहाँ पनि थुप्रै नेपाली बाबाआमा हुनुहुन्छ, दाइ भाउजू दिदीबहिनी सबै हुनुहुन्छ, साथीभाइहरू हुनुहुन्छ, यहाँ पनि मनाउनुहुन्छ। सो यो दसैँमा पनि रमाइलो गर्ने त रमाइलो गर्नुहुन्छ है। हजुरहरूले पनि गर्नु होला जहाँ जस्तो अवस्था भए पनि।